नमस्कार, हामी मिसन इलेक्सन 2082 मा छौं। निर्वाचन आउन अब थोरै समय बाँकी छ। उम्मेदवारहरू घर घरमा पुगेर मत माग्न व्यस्त भइरहेको बेला राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। यो अवस्थामा अब सरसर्ती हेर्दाखेरि हरेकका घोषणापत्रमा मुलुकको विकासलाई प्राथमिकतामा राखेको देखिएको छ। भ्रष्टाचार नियन्त्रणदेखि लिएर अबको आर्थिक वृद्धि दर कति हुने, कसरी हुने, 25 लाखसम्म रोजगारी सिर्जना गर्ने कुरादेखि लिएर अब युवालाई हरेक ठाउँमा प्राथमिकता दिने कुरा नै सामान्यतया घोषणापत्रहरूमा हामी देख्न सक्छौं। तर पछिल्लो जुन जेनजी आन्दोलन भयो गत भदौ 23-24 गते, त्यसपछि मुलुक जसरी निर्वाचनतर्फ एकोहोरो ढङ्गले अगाडि बढेको छ, निर्वाचनमय माहौलमा मुलुक छ। अब यो निर्वाचन पछि चाहिँ मुलुकलाई परिवर्तन गर्नका लागि जुन युवा नेतृत्व नै आउनुपर्छ भन्ने अधिकांश नेपालीको चाहना छ। यदि साँच्चीकै यो निर्वाचन पश्चात युवाहरू नेतृत्व तहमा आए या नेतृत्वदायी भूमिकामा पुगे भने मुलुक अब अहिले भन्दा ठिकठाक अवस्थामा जाला कि लयमा फर्केला कि भन्ने कुरा चाहिँ अन्योलको विषय छ। र आज हामीले हाम्रो स्टुडियोमा युवा नेतालाई बोलाएका छौं, जसले मानव अधिकारको क्षेत्रमा पनि सशक्त ढङ्गले काम गरिराख्नु भएको छ। भदौ 23-24 गते भएको जेनजी आन्दोलन र त्योभन्दा अगाडिदेखि यस्तो प्रकारको आन्दोलन हुनुपर्छ भन्ने पनि उहाँहरूको तयारी नै थियो। र अहिले जनादेश पार्टी नेपालमा पुगेर 24 वर्षको उमेरमा एउटा पार्टीको घोषणा लेख्ने प्रमुख भूमिका, त्यसमा पनि महिला नेत्री जो अधिवक्ता पनि हुनुहुन्छ ज्यास्मिन ओझा, उहाँलाई हामीले हाम्रो स्टुडियोमा निम्ति आएका छौं। र आम युवाले चाहेको नेपाल कस्तो हो र उहाँको पार्टी मार्फत, उहाँको घोषणापत्र मार्फत नेपाललाई कस्तो बनाउन खोज्नु भएको छ भन्ने विषयमा उहाँसँग आज हामी प्रश्न गर्नेछौँ। यहाँलाई स्वागत छ ओझाज्यू। धन्यवाद। अब यहाँले चाहिँ सम्भवतः नेपालको इतिहासमै कुनै एउटा पार्टीको महिलाले प्रमुख भूमिका निर्वाह गरेर घोषणापत्र लेखेको यो पहिलो पटक होला। त्यसको जिम्मेवारी चाहिँ तपाईले प्राप्त गर्नुभयो, तपाईको पार्टीले तपाईलाई दियो हैन? तपाईले यो नेपाल परिवर्तन गर्ने मौका तपाईको पार्टीलाई अर्थात् जनादेश पार्टी नेपाललाई प्राप्त भयो भने नेपाल चाहिँ कस्तो हुनुपर्छ भनेर लेख्नु भएको छ, त्यो कुरा भनिदिनुस् न। सुरुमा चाहिँ हामीले चाहिँ यो देशमा चाहिँ 62-63 त्योभन्दा अगाडि पनि विभिन्न किसिमका आन्दोलनहरू भए र विभिन्न आन्दोलनहरूमा चाहिँ धेरैजना व्यक्तिहरूले चाहिँ शहादत प्राप्त गर्नुभयो र हरेक आन्दोलनमा चाहिँ एउटा म्यान्डेट लिएर आन्दोलन भएको थियो। हामी यो कुरा पुरा गर्छौँ भनेर आन्दोलनहरू क्रमशः भइ नै रहे। तर त्यो आन्दोलनपछि भएका उपलब्धिका कुराहरू गर्ने हो भनेदेखि एकदम कम उपलब्धिहरू भए। जुन त्यतिखेर आन्दोलनमा विभिन्न किसिमका सम्झौताहरू भएका थिए, ती सम्झौताहरू चाहिँ कार्यान्वयन भएनन्। नभइसकेपछि चाहिँ अब चाहिँ हामीले चाहिँ देशमा चाहिँ एउटा यस्तो खालको पार्टी चाहिन्छ जसले चाहिँ ती सबै आन्दोलनहरूलाई चाहिँ संस्थागत गर्न सकुन् भन्ने परिकल्पना गरिरहेको बेला चाहिँ हामीले चाहिँ उद्धार लोकतन्त्रको नीतिलाई चाहिँ हामीले चाहिँ प्रमुख नीति मान्दै चाहिँ हामीले जनादेश पार्टी नेपालको चाहिँ स्थापना गरेका हौँ। भदौ 23 र 24 गते भएको जेनजी जनआन्दोलनपछि चाहिँ यो पार्टी स्थापना भयो। र यो पार्टी स्थापना हुँदै गर्दाखेरि चाहिँ हामीले चाहिँ कस्तो खालको पार्टी बनाउने त भनेर चाहिँ पहिलो दिन कुरा भइरहेको थियो। कुरा हुँदै जाँदाखेरि चाहिँ हामीले के महसुस गर्यौँ त भन्दाखेरि योभन्दा अगाडि जति पनि पार्टीहरू बने वा जति पनि पार्टीहरूमा चाहिँ नेतृत्व लिइरहेका व्यक्तिहरू चाहिँ सबै प्राय माथिल्लो उमेर तहकै हुनुहुन्छ। जेनजीलाई नै पार्टीमा चाहिँ समावेश गरेर जेनजी सहितको सबै जेनेरेसन मिलेको पार्टी चाहिँ अहिलेसम्म बनेको अवस्था रहेको छैन। त्यो हुँदै गर्दाखेरि चाहिँ हामीले चाहिँ 5G को फर्मुला अप्लाई गरौँ भनेर चाहिँ हामीले चाहिँ 5वटा जेनेरेसन मिलाएर चाहिँ ती 5वटा जेनेरेसनलाई नै पदाधिकारीमा राखेर चाहिँ त्यस्तो खालको हामीले पार्टी निर्माण गऱ्यौँ। र निर्माण गर्दै गर्दाखेरि अहिले हाम्रो पार्टी सभापति रमन कुमार कर्ण महोत्तरी क्षेत्र नम्बर 2बाट निर्वाचनमा उम्मिरहनु भएको छ। उहाँ आजको दिनमा पनि उहाँ महोत्तरीमै हुनुहुन्छ र महोत्तरीमा भइरहेको बेला चाहिँ यो हजुरले भनिसो पहिलो पटक हो हैन? अझ 24 वर्षको केटीलाई, महिलालाई घोषणापत्र लेख्न दिनुपर्छ वा उसले लेखेको घोषणापत्रले यो देशको मार्गचित्र कोरिन्छ भन्ने कल्पना गर्नु नै यो हाम्रो लागि चाहिँ ठुलो कुरा थियो। यो एक प्रकारको उपलब्धि हो नेपालीहरूका लागि। हो, यो ठुलो उपलब्धि हो। त्यसकारणले तपाईले
कस्तो हजुर। रेखाङ्कन गर्नु पहिलो कुरा नेपाल चाहिँ कस्तो हुने हजुर। छ या कस्तो बनाउने छौं भन्ने कुरा हजुर, गर्नु पहिलो कुरा चाहिँ हामीले देखेको सबैभन्दा ठुलो समस्या भनेको चाहिँ घोषणापत्र भन्ने बित्तिकै यो धेरै चिजहरू आउँछ यहाँनिर। हरेक क्षेत्रको आफ्नो समस्या छ, हरेक प्रदेशको आफ्नो समस्या छ। सबै कुरा त हामीले लामो घोषणापत्रमा हामीले समावेशै गरेका थियौँ। तर त्यो गर्दै गर्दाखेरि पनि हाम्रो प्रमुख प्रतिबद्धताहरू के हो त भनेर चाहिँ हामीले चाहिँ यसलाई 13 बुँदे प्रमुख प्रतिबद्धताहरू बनायौँ। र पहिलो चाहिँ हामीले चाहिँ विभिन्न किसिमका जति पनि ऐतिहासिक आन्दोलनहरू भए परिवर्तनका लागि, ती आन्दोलनहरू मा भएका चाहिँ शहीद र घाइते परिवारहरूलाई चाहिँ उनीहरूको चाहिँ सम्मान स्वरूप चाहिँ हामीले चाहिँ एउटा विशेष कोष स्थापना गर्ने र उनीहरूलाई चाहिँ विशेष संरक्षण दिने भनेर एउटा हामीले चाहिँ त्यो कुरालाई चाहिँ हामीले अगाडि सारेको छौँ। र अर्को कुरा भनेको चाहिँ अहिले जलवायु परिवर्तनको मुद्दा चाहिँ एउटा मुख्य मुद्दाको रूपमा अगाडि आइरहेको छ। त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो नेपालको चाहिँ आर्थिक बजेट जुन फिस्कल बजेट भन्छ, फिस्कल पोलिसीमा चाहिँ कहिले पनि जलवायु परिवर्तनको कुरालाई चाहिँ छुट्टै पोलिसी भनेर बनाउने गरेको छैन। यसपटक चाहिँ हामी चाहिँ फिस्कल पोलिसीमै जलवायु परिवर्तनको कुरालाई चाहिँ हामी चाहिँ राख्छौँ भनेर यसलाई पनि हामीले प्रतिबद्धता पत्रमा राखेका छौँ। अर्को भनेको चाहिँ मिटर ब्याज, यो लघु वित्त, सहकारी, यस्तो यो किसिमको अपराध चाहिँ यो चाहिँ आर्थिक अपराध हो। त्यस कारणले गर्दा दमन शोषण भएको कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ एउटा आर्थिक अदालत नै बनाएर यस्तो खालको मुद्दालाई चाहिँ प्रमुख प्राथमिकतामा लगेर चाहिँ यो चाहिँ छिटो सल्भ गर्नको लागि चाहिँ हामीले चाहिँ एउटा अदालत स्थापना गर्नुपर्छ यस्ता खालका मुद्दा हेर्नको लागि भनेर त्यो कुरा पनि हामीले समावेश गरेको छौँ। र त्यो सँगसँगै हामीले चाहिँ म आफै पनि एउटा महिला भएको कारणले गर्दाखेरि चाहिँ विभिन्न नेपालको संविधानमा महिलाको लागि सम्पत्तिको हक त लेखिएको छ, तर व्यवहारिक हिसाबले चाहिँ महिलाले चाहिँ सम्पत्ति पाइरहेको अवस्था छैन। त्यस कारणले गर्दाखेरि यो कुरालाई पनि अनुगमन गरेर अबको दिनमा चाहिँ महिलाहरूले पनि सम्पत्तिमा चाहिँ अधिकार पाउनुपर्छ भनेर चाहिँ यसमा चाहिँ अब हामीले अनुगमन गर्ने र महिलाहरूले सम्पत्ति पाएको छन् कि छैनन् भनेर त्यसमा पनि हामीले चाहिँ हेर्छौँ। र त्यो सँगसँगै चाहिँ जो एकल महिलाहरू हुनुहुन्छ, एकल महिलाहरूलाई चाहिँ ऋण चाहिँ उहाँहरूलाई चाहिँ निःशुल्क उपलब्ध गराउनको लागि पनि हामीले चाहिँ त्यो वातावरण सृजना गर्ने भनेर यी लगायतका कुराहरू चाहिँ हामीले धेरैवटा कुराहरू लेखेका छौँ। त्यहाँनिर अब धेरैजनाले काल्पनिक सपनाहरू बाँड्नुहुन्छ, उहाँहरूले पुरै हुन नसक्ने सपनाहरू। यति वर्षभित्र यो देशको जिडिपी हजुर विरोधी कुरामा तपाईँको पार्टीको धारणा चाहिँ के हो त? भ्रष्टाचार हुनुहुन्न भन्ने कुरा। हजुर, हामी चाहिँ यसमा के मान्छौँ भन्दाखेरि हामी आफै एउटा प्रोफेसनल मान्छे, हामी प्रोफेसनल मान्छे भइसकेपछि हामी इकोनोमिकल्ली हामी स्टेबलै भएको कारणले गर्दाखेरि हामी पोलिटिक्समा आएका हौँ र हामी प्रोफेसनल पोलिटिक्सलाई चाहिँ हामी मान्छौँ। त्यो मान्दै गर्दाखेरि चाहिँ भ्रष्टाचार नियन्त्रण गर्नको लागि चाहिँ त्यस्ता व्यक्तिहरू जो आफै इकोनोमिकल्ली साउन्ड छन्, जो चाहिँ यो देशलाई चाहिँ दिशा निर्देशन गर्न सक्छन्, जो त्यो ठाउँमा पुगिसकेपछि पनि भ्रष्टाचार गर्दैनन्, त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ नीति निर्माणमा पुर्याउनको लागि चाहिँ हामीले त्यसमा पनि हामीले भूमिका खेलेका छौँ। एउटा भन्नुभएको कुरा अनि हामी चाहिँ फाइनान्सियली पनि स्टेबल छौँ, त्यसकारण हामी पोलिटिक्समा आएका हौँ भन्ने कुरा चाहिँ गर्नुभयो नि। यो मैले अन्त पनि सुनिराखेको थिएँ। भनेपछि अब धनी मानीहरूले राजनीति गर्दाखेरि करप्सन हुँदैन भन्ने कुरा यहाँहरू मान्नुहुन्छ? त्यस्तो पनि भन्न खोजेको होइन मैले। यसलाई चाहिँ हाउ डु आई टेक भन्दाखेरि होइन, जो मान्छेहरू चाहिँ इकोनोमिकल्ली साउन्ड नहुन नि सक्नुहुन्छ, तर उहाँसँग देश बनाउनको लागि रेखाङ्कन हुनसक्छ, उहाँले हामीलाई उहाँहरू विज्ञको रूपमा अगाडि आउन सक्नुहुन्छ। त्यस्तो व्यक्तिहरूलाई यदि म इकोनोमिकल्ली साउन्ड छु भनेदेखि मैले ब्याकअप गरिदिएर म पछाडि हट्दिन पनि सक्छु नि। यहाँलाई चाहिँ के स्मरण गराउन चाहे भने नेपालको नीतिगत भ्रष्टाचारको कुरा गरौँ हैन। जति पनि सत्तामा पुगेका पात्रहरू हुन्छन् छन् थिए, ती पात्रहरूको नजिक नेपालका धनाढ्य घरानाका व्यक्तिहरू पुग्छन् र उहाँहरूले करोडौँका गाडी दिने होइन, अहिले हामी देखिराखेका छौँ, अनि करोडौँका सुविधाहरू दिने, उहाँहरूले पद पोजिसनहरू किनिदिने गर्नुहुन्छ भनेपछि जति धेरै सस्टेबल छ मान्छे, सस्टेन भएको छ, अनि त्यति नै धेरै फेरि करप्सनको पनि भोग देखिन्छ नि। किनकि एउटा प्रधानमन्त्रीलाई सामान्य गरिब परिवारमा गएर तिमी करप्सन गर्दैनौ, तिमी चाहिँ हाम्रो यो एक्सपर्ट चाहिँ छौ, तर पोलिसी मेकिङ लेभलमा चाहिँ बस भनेको हामीले देखेनौँ।
ती धनी धनी मान्छे खोजेर राज्यको चेयरमा यस्तो छ बस्छन्। यहाँनिर चाहिँ के छ भन्दाखेरि यसलाई चाहिँ हामीले कसरी पनि हेर्यौँ भन्दा हामीले घोषणापत्र बनाउँदै गर्दाखेरि पनि धेरैजना मान्छेहरूले चाहिँ एक्सपर्ट्सहरूलाई राखेर विभिन्न पार्टीका घोषणापत्रहरू बने, बाहिर सार्वजनिक भए। ती सबै व्यक्तिहरूले चाहिँ एक्सपर्टहरू खोजेर लिएर आउनुभयो नि त घोषणापत्र लेख्नको लागि नै पनि। तर हामीले चाहिँ के बिलिभ गर्छौँ भन्दाखेरि फेमिनिस्ट फिलोसोफी पढेको छु मैले। हामीले त जुरिस्प्रुडेन्समा चाहिँ हामीले के पढ्छौँ भन्दाखेरि तिमी जसका लागि कानुन निर्माण गरिरहेको छौ उसैलाई सोध भनेर भन्छ कि। त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले घोषणापत्र लेख्दै गर्दाखेरि पनि हामी चाहिँ जुन क्षेत्रको लागि लेखिरहेका छौँ, गुणस्तरीय शिक्षा बढाउनको लागि चाहिँ कसरी हुनसक्छ त भन्ने कुरा हामीले शिक्षकलाई नै सोध्यौँ, अस्पताललाई चाहिँ अझ सर्वसुलभ सामान्य मान्छेहरूको लागि चाहिँ पहुँच बनाउनको लागि चाहिँ के हुनसक्छ त भनेर हामीले तिनै क्षेत्रका व्यक्तिहरूलाई सोध्यौँ नि त। यो गर्दाखेरि पनि त हुन्थ्यो नि त, तर उहाँहरूले यो गर्नु भएन। यो नगरेको भएको कारणले गर्दाखेरि आजको अवस्था यहाँनिर आइपुगेको हो। त्यसैले पनि हाउ डु आई टेक दिस थिङ, वा हामी कसरी लिन्छौँ भन्दाखेरि हामी चाहिँ ती व्यक्तिहरूलाई चाहिँ अगाडि सार्न चाहन्छौँ जो चाहिँ अलरेडी एउटा देश निर्माण गर्नको लागि चाहिँ उहाँहरूले रेखाङ्कन दिन सक्नुहुन्छ। हामी त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले अगाडि बढाउँछौँ जसले चाहिँ हामीलाई, मैले तिमीलाई चाहिँ इकोनोमिकली मैले सपोर्ट गरे बापत मलाई केही पनि चाहिँदैन भनेर कोही त्यस्तो व्यक्ति आउँछ र उसले सहयोग गर्नको लागि तयार हुन्छ भनेदेखि वाइ नट भन्ने मलाई चाहिँ त्यसरी लाग्छ। फिल्टर गरेर लैजान्छौँ भन्ने यहाँहरूको उद्देश्य छ। हजुर हजुर। अर्को प्रसङ्ग के जोड्न चाहे भने अब यो घोषणापत्र जुन तपाईँले लेख्नुभयो सार्वजनिक भयो भइहाल्यो। मैले चाहिँ अहिले एउटा जेएनजी आन्दोलनको बेसमा मुलुक निर्वाचनमा गएको हो, अन्यथा मुलुक निर्वाचनमा गइहाल्ने अवस्था थिएन, अब जानै पर्ने भयो होइन। तर धेरैको बुझाइमा के छ भने गत भदौ 23 गते भएको अर्गानिक जेएनजी आन्दोलनले वास्तवमा नेपाली पिपुलहरूको मन सम्बोधन गरेको थियो। तर 24 गतेको 2 बजेपछि भएको आन्दोलन नियन्त्रणभन्दा बाहिर थियो, हाइज्याक भयो, अर्थात् अपहरण भयो र अरूको नियन्त्रणमा गयो, विध्वंस मच्चियो भन्ने कुरामा तपाईँ स्वयं त्यसको सहभागी हो, त्यसको अभियन्ता हो होइन। तपाईँ यो कुरा कति मान्नुहुन्छ त? यो भदौ 23 गतेको कुरा गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ 20, 21 र 22 गते बिर्सिनुहुन्न होइन। म 20, 21 र 22 गते सम्झिन चाहन्छु जब हामी केही साथीहरू त्यो पात्रहरू जो हामी बैठक बसिरहेको थियौँ र हामीले चाहिँ हामी कस्तो खालको आन्दोलन गर्छौँ भदौ 23 गते, हामी त्यहाँनिर हामी कतिको हामी सभ्य देखिन्छौँ, हामी के भन्छौँ, हामी कस्ता खालका नाराहरू हामी लिएर जान्छौँ, हाम्रो आन्दोलन कहाँनिरसम्म गएर हामी इन्ड गर्छौँ, त्यसपछि हामी फर्किन्छौँ भन्ने कुरा हामी एकदमै क्लियर थियौँ। 22 गतेसम्म पनि हामी क्लियर थियौँ। त्यही क्लियर मेसेजका साथ यी कुराहरू हाम्रो चाहिँ हुन्छ भनेर नै हामी गयौँ होइन। तर भदौ 23 गते त्यहाँ जाँदै गर्दाखेरि जब 8:30-9 बजे त्यहाँनिर पुगेको थिएँ म बिहान। त्यो पुगिसकेपछि थोरै मान्छे हुनुहुन्थ्यो, बिस्तारै मान्छेहरू बढ्दै गए। यो एउटा पुस्ताले गरेको आन्दोलन भएको कारणले गर्दाखेरि पनि यो मेरो पनि आन्दोलन हो, म पनि जानुपर्छ भनेर उहाँहरू त्यो दिन कुनै पनि मलाई लाग्छ यो देशमा जति पनि व्यक्तिहरू हुनुहुन्छ हाम्रो पुस्ताको, चाहे उहाँ जुनसुकै पार्टीमा हुनुहोस् होइन, उहाँहरू सबैजना असन्तुष्ट हुनुहुन्छ यो देशको हालत देखेर। लामो समयदेखि विभिन्न किसिमका आन्दोलनहरू भए, तर त्यो आन्दोलनपछि भए जुन किसिमको परिवर्तन हुनुपर्छ भनेर हामीले सोचेका थियौँ त्यो परिवर्तन भएनन्। त्यो परिवर्तन नभएको कारणले गर्दाखेरि हामीले त पुस्तान्तरणको कुरा गरेका थियौँ, हस्तान्तरणको मुद्दा हामीले अगाडि सारिरहेका थियौँ। यहाँ हस्तान्तरण हुनु त परको कुरा, पुस्तान्तरण त हुँदै हुने सम्भावना पनि देखिएन। आजको दिनमा देश निर्वाचनमय हुँदै गर्दाखेरि ठुल्ठुलो पार्टीका हालत हामीले देख्यौँ। एटलिस्ट कम्तीमा कङ्ग्रेसमा चाहिँ गगन थापा एउटा युवा सभापतिको रूपमा आउनुभयो भनेपछि कङ्ग्रेस, एमाले, माओवादी र अरू पार्टी त हेरौँ न, एमाले, उनीहरूको त सेम नै हुनुहुन्छ नि त व्यक्तिहरू नेतृत्वमा।
अल्दो मलाई उहाँहरूप्रति हाम्रो त्यो गुनासो भन्दा पनि के चाहिँ हो त भन्दाखेरि पात्रहरू जुसुकै आए पनि उनीहरू चाहिँ सही हुनु पर्यो। उनीहरूले एउटा मुद्दा लिएर परिवर्तनको कुरा, मुलुक परिवर्तन गर्ने कुरालाई मुख्य एजेन्डा बनाउनु पर्यो। त्यो नबनाएको कारणले गर्दाखेरि त्यो आन्दोलन भयो। र हो, म मान्छु कि 23 गते हामी सडकमा जाँदै गर्दाखेरि जब हामी ठ्याक्क एभरेस्ट होटलदेखि अगाडि हामी क्रस भइसकेपछि त्यो ब्यारेक तोडिसकेपछि चाहिँ आन्दोलन आउट अफ कन्ट्रोल भयो। त्यो हामी कसैको पनि हातमा कन्ट्रोलमा थिएन, किन भन्दा यो एउटा पुस्ताले गरेको आन्दोलन थियो। यहाँनिर मैले यहाँलाई रोकेर प्रश्न के गर्न चाहे भने यहाँले भन्नुभयो नि ब्यारेक तोडिसकेपछिको कुरा है, त्यो ब्यारेक नेपालको कानुन अनुसार आन्दोलन गर्नको लागि निषेधित क्षेत्र हो। तपाईहरु जेन्जी भनेको कानुन बुझेको, कहाँ जानुहुन्छ कहाँ नजान हुने भन्ने। यद्यपि जुन प्रकारले मानवीय क्षति भयो त्यो अपरणीय छ, त्यो गलतै थियो। तर तपाईहरुको मानसिकता कस्तो हो त? विद्यार्थी पोशाकमा आएका कलिला बालबालिकालाई अगाडि सारेर जहाँ चाहिँ गोलाबारी भइरहेछ, जहाँ चाहिँ गोली चलिरहेछ, पहिलो घेरामा उहाँहरूलाई राखेर निषेधित क्षेत्र तोड्न जाने कर्म चाहिँ राम्रो हो त? यस्तो हो, त्यहाँनिर त्यो पनि कस्तो अवस्था थियो भन्दाखेरि त्यो निषेधित क्षेत्र तोडिनु भन्दा अगाडि नै एकचोटि त त्यहाँनिर भनौँ न गोली चल्ने अवस्था भइसकेको थियो होइन। जुन पुलिसले प्रिकप्सनहरू अपनाउनु पर्ने हुन्छ गोली चलाउनु भन्दा अगाडि त उहाँहरूले केही पनि गर्नु भएन। उहाँहरूले तेस्रो चरणमा के गर्ने भन्ने भएन। मेरो प्रश्न, शान्ति क्षेत्र घोषणा भएको विद्यालयका विद्यार्थीहरूलाई विद्यालयकै पोशाकमा लगेर पहिलो घेरामा चाहिँ कसरी तपाईहरुले त्यो चाहिँ निर्दयीपना भएन र आन्दोलनकारीहरुको? त्यो चाहिँ हामीले हैन, हामी जो हामी आन्दोलन गर्न फ्रन्ट फेसमा देखिरहेका साथीहरु थियौं हैन, हामी कसैले पनि उहाँहरुलाई चाहिँ तपाईहरु पोशाकमा आउनुस् भनेर बोलाएको हैन। अब वी डोन्ट नो त्यो कसरी प्लान भयो, कसले केका लागि विद्यार्थीलाई पोशाकमा बोलायो भन्ने कुरा तपाईहरुलाई थाहा भएन कि आन्दोलन कहाँ जाँदैछ, कसको हातमा जाँदैछ भन्ने कुरा थाहा थिएन। त्यो ब्यारेक तोड्ने पनि हाम्रो कतै पनि प्लान थिएन। जब ब्यारेक तोडिने भइसकेपछि चाहिँ त्यहाँनेरिबाट म आफै दौडेर आएर मैले चिनेका भाइ बहिनीहरू कति धेरै आउनु भएको थियो। हाम्रै पार्टीमा पनि एकजना गणेश चौलागाई भन्ने हुनुहुन्छ, श्रेयम चौलागाईको बुवा, जसको हत्या चाहिँ ग्लोबल कलेजको स्कुल ड्रेसमा भयो होइन। उहाँको एउटै मात्र छोरा हुनुहुन्थ्यो। उहाँको आन्दोलनको दिन उहाँले शहादत प्राप्त गर्नुभयो। त्यस्तो धेरैजना व्यक्तिहरू चाहिँ त्यहाँनिर चाहिँ उहाँहरूको चाहिँ यो जुन त्यतिखेरको तत्कालीन सरकारले चाहिँ एकदमै क्रूर किसिमले हत्या गर्यो, हत्या नै भन्छु म त्यसलाई होइन। र त्यो हत्या गर्दै गर्दाखेरि उहाँहरूले चाहिँ माफी माग्नुपर्छ वा सरी फिल गर्नु भएन के। सरी फिल नगरेको कारणले गर्दाखेरि चाहिँ भदौ 23ले 24 निम्ति आएको हो कि। त्यो 24 त हामी कसैको पनि कन्ट्रोलमै थिएन के। तर 23 गते हामीले नितान्त भनेका थियौँ कि यो जेन्जीहरूको आन्दोलन हो, जेन्जीहरू नि आउनु होला भनेर जेन्जीहरूलाई आह्वान गर्दै गर्दाखेरि त्यहाँनिर जेन्जी बाहेकका अरूहरू पनि आउनु भएको थियो। अब तपाईले क्रूर सरकारले जिम्मा लिएन, सरी फिल गरेन र 24 गतेको विध्वंस निम्ति यो भन्नुभयो नि। त्यसै गरी एउटा प्रश्न तपाईहरु आन्दोलनको तत्कालीन नेतृत्वकर्ता जेन्जीहरूलाई पनि मैले के गर्न चाहे भने तपाई मार्फत कि 23 गतेको अवस्था नै त्यो भइसकेको अवस्थामा 24 गते आन्दोलनकारीको कमान्डमा हुनुपर्छ भन्ने कुरामा किन चुक्नु भयो तपाईहरु? त्यसमा चाहिँ के थियो भन्दाखेरि इट वाज भेरी आउट अफ कन्ट्रोल होइन। मलाई जति त्यो दिनको मलाई स्मरण छ, स्मरण हुँदै गर्दाखेरि म आफै पनि घाइते भएको थिएँ, एभरेस्ट हस्पिटलमा एडमिटेड थिएँ। र एडमिटेड हुँदै गर्दाखेरि अब वाट नेक्स्ट भन्दै गर्दाखेरि हामी एकदम धेरै ब्ल्याङ्क थियौँ। हामी जो मिटिङमा समावेश भएका थियौँ, हामी आफै साथीहरू धेरैजना हामी सम्पर्कमै थिएनौँ। जो हामी भेट्न सक्थ्यौँ, हामीले कुरा गर्न सक्थ्यौँ, अब के गर्ने भनेर हामी एकअर्कासँग सम्पर्क भइरहेका साथीहरूले चाहिँ होइन, भोलिपल्ट हामीले यो यति धेरै मान्छेको हत्या जसरी भयो, विद्यार्थीहरूको हाम्रो साथीहरूको हत्या भयो, त्यो हुँदै गर्दाखेरि भोलि हामी जब 24 गते म बाहिर निस्किरहेको थिएँ, त्यो दिन म आफै पनि म जिउँदै घर फर्किन्छु कि फर्किन्न भन्ने कुरामा म आफै पनि कन्फ्युज थिएँ कि। तर
म 24 गते जानु चाहिँ पर्छ, म सेल्फिस हुनु हुँदैन, आन्दोलन आह्वान गर्ने बेलामा चाहिँ गर्ने। अनि अब त्यत्रो भएन लुकेर नेता बन्न खोज्नु भएन भन्ने लागिसकेपछि चाहिँ गइयो हेरिसो। 24 गते जाँदै गर्दाखेरि हामीले सिंहदरबार जलाउँदै गर्दाखेरि पनि म यहीँ पूर्वी गेट अगाडि थिएँ। त्यो दिन पनि मैले उहाँहरूलाई सिंहदरबार चाहिँ यो चाहिँ हाम्रो डाटा सेन्टर भएको ठाउँ हो, यो चाहिँ हामीले जलाउन दिनुहुन्न भनेर चाहिँ उहाँहरूलाई फेसबुकमा पहिलो स्ट्याटस लेख्ने व्यक्ति पनि म हो, सिंहदरबार डाटा सेन्टर हो भनेर। त्यसपछि त्यो डाटा सेन्टर भन्ने वर्ड भाइरल भयो, धेरैजनाले चाहिँ सिंहदरबार डाटा सेन्टर भएको ठाउँ हो, यो हामीले जलाउनु हुँदैन भनेर उहाँहरूले भन्दै गर्दाखेरि पनि वी डोन्ट नो के त्यो सिंहदरबार जलो हेरिसो। वी डोन्ट नो भनेर सिंहदरबार जलाएको, सर्वोच्च अदालत जलाएको, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाएको, व्यक्तिका घर जलाएको कुरालाई चाहिँ यसलाई क्षम्य छैन, यो छँदै छैन। यहाँलाई जसले जलाएको हो हैन, जो यसमा जिम्मेवार हुनुहुन्छ उहाँहरूले चाहिँ यो चाहिँ निष्पक्ष छानबिन गर्नुपर्छ। किन भन्दा सिंहदरबार, सर्वोच्च अदालत र हाम्रा भनौँ न यी निकायहरू राष्ट्रका भौतिक संरचनाले यो एउटा संरचना मात्रै हो भन्ने कुरा। संरचना यसलाई चाहिँ म अझ कसरी पनि हेर्छु भन्दा यो एउटा भौतिक संरचना मात्रै थिएन, इतिहासको धरोहर थियो। इतिहास मात्रै नभएर यसमा भविष्य जोडिएको थियो नि त। अब हामी पछि आउने पुस्ताहरूको, हाम्रै पुस्ताको पनि भविष्य जोडिएको थियो। हाम्रो भविष्य पनि त्योसँगै नष्ट भयो। त्यो कुरामा हामी दुखी छौँ। हामीलाई पनि हाम्रो देशको संरचना यस्तो होस् भन्ने हामी चाहँदैनौँ। किन भन्दा हामीलाई त अझै यही देशमा बस्नु छ, मलाई त यही देशमा केही गर्नु छ नि त। जबकि मेरो पुस्तालाई त विदेश जाने पुस्ता भनेर चिनिरहेको पुस्ता हो, तर पहिलोपटक विदेश जाने पुस्ताले आन्दोलनको नेतृत्व गर्यो, यो देशमा परिवर्तन हुनुपर्छ भनेर अगाडि आफै आयो कि सहभागी भयो के भन्ने कुरालाई चाहिँ म चाहिँ त्यसरी हेर्छु। अर्को प्रश्न तपाईँले भन्नुभयो नि 23-24 गतेको कुरा, तपाईहरू चाहिँ म फर्किन्छु कि फर्किँदैन भन्ने सङ्कल्पका साथ आन्दोलनमा परिवर्तनका लागि जाँदै गर्दा भाटभटिनी लगायतका विभिन्न माटहरू, स्टोरहरूबाट रक्सी चोर्ने, डल चोर्ने, चावल चोर्ने होइन, उहाँहरू चाहिँ तपाईँको प्लानको एजेन्डा हो कि होइन? किन चोर्या त? त्यति किन आगो लगाइदिया त? एउटा व्यापारीले गरी खाएको, जहाँ 10,000 मानिसले रोजगारी पाइराखेका छन्, उहाँहरूलाई किन सजाय दिएको? यसमा चाहिँ मैले चाहिँ हाउ डु आई सी भन्दा हिजोको दिनमा इभन दुर्गा प्रसाईजीहरूले आन्दोलन गर्दै गर्दाखेरि पनि उहाँहरूले पनि त्यतिखेर उहाँहरूको आन्दोलनमा पनि त्यो भाटभटिनीमा भएको थियो होइन। म कहिले पनि विध्वंस गर्नुपर्छ, तोडफोड गर्नुपर्छ भन्ने पक्षको मान्छे नै होइन, न हाम्रो पुस्ता त्यो पक्षको मान्छे हो जस्तो मलाई लाग्दैन। किन भन्दा हामी त क्रिएटिभ आन्दोलन गर्नुपर्छ, लेख्नुपर्छ, चार्ट पेपरमा लेखेर आन्दोलन गऱ्यौँ, डिजिटल आन्दोलन गरौँ भन्ने पुस्ताको मान्छे हो नि त। हामी त डिजिटल टेक स्याभी भन्छ क्या यो पुस्तालाई। टेक सँगसँगै हुर्केको पुस्ताले त टेकको थ्रु आन्दोलन गर्छ। हामी फेसबुकबाट हामी अवेर गराउँछौँ, हामी विभिन्न सोसियल मिडियाको थ्रु हामी आन्दोलन गर्छौँ भन्दाखेरि हामीले त्यस्तो खालको आन्दोलन गर्ने हामी परिकल्पना पनि हामी गर्न पनि सक्दैनौँ। तर आन्दोलनको हिस्सा बन्न पुग्यो, चाहे दुर्भाग्यवश नै किन नहोस्। अब जसरी तपाईँहरूले केपी ओलीलाई प्रधानमन्त्रीको हैसियतमा क्रूर सरकारले माफी माग्नुपर्छ, आत्मआलोचना गर्नुपर्छ भनेर भनिराख्नु भएको छ, त्यसै गरी आन्दोलन पक्षको तर्फबाट भएको चोरी डकैती लुटपाटको चाहिँ जिम्मा तपाईँहरूले किन नलिने? यस्तो हो, यदि मानवीय क्षतिको जिम्मा सरकारले लिने हो भने चोरी डकैती र लुटपाटको जिम्मा तपाईँहरूले लिने हो कि होइन? यसमा त हामीले क्लियरली भन्यौँ त, यो जसले हामीलाई भनिरहनु भएको छ होइन, हामीले त्यहाँनिर हामीले गरेको आन्दोलन त शान्तिपूर्ण थियो नि त। हामीले त कहिले पनि यो आन्दोलन यस्तो खालको रूपमा जान्छ वा यसरी हुन्छ भन्ने त हामीले सोचेकै थिएनौँ। हामीले भनिरहेको छौँ हाम्रो आन्दोलन हाइज्याक भयो वा यो अरूबाट प्रिप्लान थियो भनेपछि हामीले गर्दै नगरेको कुरा, हामीले प्लानै नगरेको कुराको हामी किन जिम्मा लिन्छौँ के? यहाँ धेरैजनाले मैले भन्ने सुन्दै आएको छु कि 24 गतेको कुरा उहाँहरूले भनिरहनु भएको छ कि बारम्बार रिमाइन्ड गराइरहनु भएको छ। आई बिलिभ त्यो रङ थियो, त्यो जस्टिफिकेबल हुनै सक्दैन, त्यसलाई जस्टिफाई गर्नु पनि हुन्न। तर यो भन्दै गर्दाखेरि तपाईँहरू किन 23 गते सम्झिन चाहनुहुन्न कि? त्यत्रो मान्छेहरू मर्नुभयो, तिनलाई फिर्ता लिएर आउन सक्नुहुन्छ त? त्यो सम्झिनु पर्छ, त्यसको क्षति फिर्ता लिएर आउन सक्नुहुन्छ उहाँहरूले। लिएर आउनुहुन्छ भनेदेखि ल ठिक छ, हामी 24 गते जिम्मा लिन तयार छौँ, लिएर आउन सक्नुहुन्छ। उहाँहरूले सक्नुहुन्न,
सक्नुहुन्न भनेपछि हामी त वी आर भेरी यङ, हामीबाट यत्रो ठुलो एक्सपेक्टेसनै राख्नु पनि यो चाहिँ रङ हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। आगो झोस्ने कुराको जिम्मा कसले लिने त? मैले भने नि अघि तपाईँले नै रिग्रेट फिल गरिराख्नु भएको छ कि यी संरचनाहरू कुनै हालतमा जल्नु हुन्थेन भन्ने कुरा होइन। अब निर्वाचन आउन कति नै बाँकी छ, केही दिन औलामा गर्ने दिन मात्रै बाँकी छ होइन। निर्वाचित जनप्रतिनिधिहरू आउनु होला, राष्ट्रिय सभा बस्नुपर्ने होला, प्रतिनिधि सभा बस्नुपर्ने होला, समिति उपसमिति बस्नुपर्ने होला, राज्यका संरचनाहरू त निरन्तर जानुपर्छ अगाडि। बस्ने कहाँ त? जताततै खरानी खण्डहर छ, बस्ने कहाँ त? अब त्यही त, यसलाई पूर्ण निर्माण गर्नको लागि पनि हामीले चाहिँ के गर्नुपर्छ भनेर यसमा पनि हाम्रो पार्टीले चाहिँ हामीले छलफल गरेका छौँ। किन भन्दा अब बन्ने नेपाल भनेको चाहिँ जो प्रतिनिधिको रूपमा आफूलाई प्रधानमन्त्रीको रूपमा सो घोषणा गरिरहनु भएको छ, ती व्यक्तिहरूले पनि आफ्नो प्लान चाहिँ दिनु पर्यो कि अब म कसरी पूर्ण निर्माण गर्छु त भन्ने कुरामा होइन। उहाँहरू कतिजना त अनक्लियर हुनुहुन्छ, उहाँहरू डिबेट गर्न चाहनुहुन्न, उहाँहरू बाहिर आउन चाहनुहुन्न, पुरै हुन नसक्ने अकाल्पनिक सपनाहरू उहाँहरू बाँड्न चाहनुहुन्छ। हामी काल्पनिक सपना बाँड्दैनौँ भनेर भनेका छौँ नि त। यो भन्दै गर्दा म अहिले कुनै एउटा पार्टीमा छु होइन, नेतृत्व गरिरहेको छु त पार्टीको, तर पार्टी बाहेक म अनबायस्ड भएर म जस्ट एज अ इन्डिभिजुअल नेपालको एउटा सिटिजन, नागरिकता क्यारी गर्ने र म पनि यहाँको भोटर हुँदै गर्दाखेरि नागरिक भनौँ न, हुँदै गर्दाखेरि त मेरो पनि प्रश्न होला नि त ती व्यक्तिहरूसँग त जसले आफूलाई अगाडि सारिरहनु भएको छ र जो व्यक्तिले। यहाँनिर एउटा प्रश्न तपाईँलाई थप के गर्न चाह्यो भने तपाईँले आफै पनि यो कुरा भनिसक्नु भयो जस्तो लाग्यो कि जो प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ भनेर, इट मिन्स तपाईँ आफ्नै पार्टीको नेतृत्वमा प्रधानमन्त्री आउँछ भन्ने त्यति बिलिभ गरिराख्नु भएको छैन जस्तो छ होइन? त्यस्तो त होइन। यस्तो हो, हामीले के भनेका छौँ भन्दाखेरि हामीलाई अहिले नै दौडेर हामीलाई काहीँ पुग्नु छैन होइन। हामी के कुरामा चाहिँ हामी क्लियर छौँ भन्दाखेरि हामी सदनमा आउँछौँ, सांसद भनेको के हो, सांसद कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ हामी सिकाउँछौँ, हामी त्यसका लागि टिच गर्छौँ भन्ने कुरा। हजुर, अब त्यसो हो भने तपाईँको पार्टी बाहेकबाट सरकार बन्दाखेरि अब चाहिँ को पात्र मुलुकको कार्यकारी प्रमुख बने हुन्थ्यो भन्ने लागेको छ र किन? मलाई चाहिँ अब यही पात्र हुनुपर्थ्यो भन्ने लागेको भन्दाखेरि पनि भोलिको दिनमा अब उहाँहरू निर्वाचित हुनुभन्दा अगाडि उहाँहरूले विभिन्न किसिमका घोषणापत्रहरू सार्वजनिक गर्नुहुन्छ। हरेक निर्वाचनमा यो हुँदै आएको कुरा हो होइन। उहाँहरू निर्वाचित भइसकेपछि सदनमा टेकेको पहिलो दिनमा उहाँहरूले के भन्नुहुन्छ त भन्ने कुरामा चाहिँ सायद त्यो दिनमा चाहिँ मेरो चाहिँ यो व्यक्ति भइदिए हुन्थ्यो भनेर त्यतिखेर चाहिँ मैले कल्पना गर्छु होला। भाषणको आधारमा मात्रै होइन, उहाँले दिएको परिपक्वता र उहाँले चाहिँ आफूले कोरेको रेखाङ्कनको आधारमा, भिजनको आधारमा, हजुर, त्यतिखेर चाहिँ त्यसरी हेर्नु पर्ला जस्तो लाग्छ है मलाई। अब कसैलाई चान्सै नदिकन त हामीले यसले गर्नै सक्दैन भनेर त कसरी अहिलेदेखि परिकल्पना गर्ने? हामी त भर्खरै स्थापित भएका दल हौँ, नयाँ दल हौँ। साँच्चै भन्ने हो भने जसले आफूलाई अहिले नयाँ भनिरहनु भएको छ उहाँहरू त एकचोटि त निर्वाचित भएर उहाँहरू त सदनमा गइसक्नु भएको हो नि त। उहाँहरू पुरानो भइसक्नुभयो बरु, हामी त भर्खर आएका हौँ, हामी त नयाँ हौँ। त्यस कारणले गर्दा हामीलाई नयाँ भन्न सुहाउँछ होला, अरूले त अब नयाँ भन्न त उहाँहरूलाई कसरी सुहाउँछ? उहाँहरू पनि त्यो दिन जो व्यक्ति भनौँ न संसदमा हुनुहुन्थ्यो सांसदको रूपमा, ती सबै व्यक्तिहरू चाहिँ त्यो दिनको जुन भदौ 23 र 24 गते जुन विद्रोह भयो ती सबै व्यक्तिहरू जिम्मेवार हुनुहुन्छ कि उहाँहरूले 23 गते नै उहाँहरू किन राजीनामा दिनलाई तयार हुनु भएन? 23 गते जति पनि सांसदहरू हुनुहुन्थ्यो कसैले पनि दिनु भएन नि त। यत्रो मान्छे मरिरहँदाखेरि 24 गते नै किन कुरेर बस्नुभयो क्या राजीनामा दिनलाई? 23 गते उहाँहरूले अन द स्पोट राजीनामा दिएर प्रधानमन्त्रीलाई तपाईँ अकाउन्टेबल हुनुहोस्, तपाईँ बोल्नुहोस्, हामी यहाँ बस्दैनौँ भनेर उहाँहरूले प्रेसराइज गरेको भएदेखि 24 गते ननिम्तिन नै सक्थ्यो होला, अर्कै अवस्था हुन्थ्यो होला। त्यतिखेर त उहाँहरू जिम्मेवार हुनु भएन। अनि अहिले आएर चाहिँ म यो गर्छु त्यो गर्छु यो गरेँ भनेर भन्दै गर्दाखेरि त कतिको सुहाउँदो कुरा हो कि? यसमा चाहिँ हजुरहरूले नै क्वेसन गरिदिनु पर्यो।
सम्बन्धित व्यक्तिलाई गर्छौँ। आज तपाईँ जसरी बस्नु भएको छ तपाईँलाई गर्नुपर्ने प्रश्न नै मैले गरिरहेको छु। हजुर। र मैले अर्को प्रश्न के गर्न चाहेँ भने तपाईँले भन्नुभयो नि पुराना हामी भनेका नयाँ हौँ। नेपाली राजनीतिमा अहिले एउटा के भाष्य निर्माण भइराखेको छ भने उमेरले पाएको हुनु र वर्षौँदेखि राजनीति गर्नु चाहिँ दोष, भर्खरैको हुनु र भर्खरै मात्र चुनावमा होमिनु वा त्यसका एजेन्डाहरू तय गर्नु चाहिँ नयाँ र नयाँ हुनु चाहिँ गुण। पुरानो दोष नयाँ गुण भन्ने पनि हुन्छ। मुलुकमा उमेरको हिसाबले संसारमा राजनीति चल्छ, मात्रै उमेरको हिसाबले। यसमा चाहिँ हाउ डु आई सी भन्दाखेरि यो विषयमा केही दिन अगाडि होइन हाम्रो घरमा पनि एकदम ठुलो बहस भइरहेको थियो, डज एज म्याटर इन पोलिटिक्स भन्ने कुरामा। यो भन्दै गर्दाखेरि म चाहिँ विश्वको थुप्रै उदाहरणहरू हेर्छु। इन्डियामा स्वाति मालिवाल, सी इज अहिले 35 पुग्नुभयो होला लगभग होइन। उहाँ अहिले एज अ पिआर लिस्टबाट उहाँ सांसद भएर गएर उहाँले राम्रै गरिरहनु भएको छ। अमेरिकामा पनि भर्खरै न्युयोर्कमा हजुरले देखिछ होइन, मेयरको रूपमा चाहिँ नयाँ व्यक्ति आउनुभयो, उहाँले पनि एक हिसाबले चाहिँ गरिरहनु भएको छ। त्यस्तै चाइनामा पुटिनले चलाइरहेको, त्यसपछि अरू राष्ट्रमा चाहिँ जो उमेरले अलिकति पाएको भएको व्यक्ति होइन, हामीले त बाराक ओबामाहरूले पनि मुलुक चलाएको त हामीले देख्यौँ नि त। हामीले यहाँनिर चाहिँ के भनेका छौँ भन्दाखेरि तपाईँ उमेरले कति हुनुभयो भन्दा पनि के हो भन्दाखेरि तपाईँले देखाएका सपना चाहिँ तपाईँले पुरा गर्न सक्नुभयो कि सक्नु भएन, तपाईँले देखाउनु भएको रेखाङ्कन तपाईँले कतिको पुरा गर्नुभयो, तपाईँलाई जनताले विश्वास गर्न तयार छन् कि छैनन्, यी कुराहरू आउँछ होला के। तपाईँ चाहे 80 वर्षको नै किन नहुनुहोस्, तर तपाईँलाई जनताले विश्वास गर्न तयार छन् कि छैनन्, तपाईँ कतिको अकाउन्टेबल हुनुहुन्छ के। इफ तपाईँ अकाउन्टेबल हुनुहुन्छ भनेदेखि तपाईँ जुनसुकै उमेर समूहको होस् न, म तपाईँलाई लिडर मान्न तयार छु। तर तपाईँ अकाउन्टेबलै हुनुहुन्न, तपाईँ हुँदै नहुने सपनाहरू बाँड्नुहुन्छ, तपाईँ चाहिँ जनतालाई जहिले पनि भ्रममा राख्न चाहनुहुन्छ भनेदेखि तपाईँलाई चाहिँ हामी किन आउँछौँ भन्ने हो। यति अवस्थामा युवा आउँछौँ होइन के भनेको। जस्तै विभिन्न किसिमका व्यक्तिहरू हुनुहुन्छ होइन, केही हरेक क्षेत्रमा कोही युवा उम्मेदवार हुनुहुन्छ, कोही उमेरले परिपक्व भएको उम्मेदवार हुनुहुन्छ। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि उमेरले मात्रै परिपक्वता आउने होइन, आफूले दिएको भिजनको आधारमा आफूले चाहिँ कसरी म त्यो मुलुकलाई चाहिँ म कति जिम्मेवार छु, म कतिको रेस्पोन्सेबल छु भन्ने कुरा चाहिँ तपाईँमा परिपक्वता आउने हो कि। अनि त्यही कुराको आधारमा चाहिँ जनताहरूले पनि त्यसलाई चाहिँ मूल्याङ्कन गरेर चाहिँ उहाँहरूले भोट हाल्नुपर्छ वा आफ्नो मतको चाहिँ सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ। निर्वाचनमा के देखिएको छ भने नि हजुरबुवा आमा हजुरआमा एकातिर, नातिना पुस्ता चाहिँ नातिनी र नाति पुस्ता अर्कोतिर होइन, नयाँको पक्षमा। अझ त्यसमा पनि खुलेर भन्ने हो भने बालेन लगायतको पक्षमा देखिएका छन् होइन, वर्ल्ड वाइड नै रहेका नेपालीहरू। अनि उहाँको हातमा मुलुक गयो भने, उहाँले कार्यकारी बन्ने अवसर पाउनुभयो भने यहाँहरूले बोकेका अपेक्षा, यहाँ भन्नाले एउटा एजको हिसाबले भनेको जुन तपाईँको एजको व्यक्तिहरूले उहाँको समर्थनमा खुलेर वकालत गरिरहनु भएको छ, मुलुक चाहिँ अहिले भन्दा ठिकठाक अवस्थामा जाला, डोरिएला, गलत नहोला? यस्तो छ यहाँनिर पनि। अब हजुरले हाउ डु आई सी दिस भन्दाखेरि हाम्रो एउटा आन्दोलन चाहिँ पुस्तान्तरणको लागि पनि थियो। एउटा कुरा चाहिँ किन भन्दा एउटै व्यक्ति 10 वर्ष 15 वर्षसम्म त्यही पदमा रहिरहनुपर्छ भन्ने छैन, उसले स्विच गर्दै जानुपर्छ। हरेक नयाँ जेनेरेसनसँग नयाँ भिजन हुन्छ, उसले नयाँ कुराहरू लिएर आएको हुन्छ, उसले आफ्नो जेनेरेसनको समस्या बुझ्छ भन्ने कुरालाई चाहिँ हामीले चाहिँ आधार मानेर चाहिँ त्यो व्यक्तिलाई चाहिँ नेतृत्वमा पुर्याउनुपर्छ भनेर भनेको हो होइन। तर त्यो भन्दै गर्दाखेरि पनि अब केही नयाँ जसले आफूलाई अहिले नयाँ भनेर चाहिँ स्थापित गराउन खोजिरहनु भएको छ, ती व्यक्तिहरूले पनि आफ्नो एजेन्डा त अगाडि सार्नुभयो, तर सार्दै गर्दाखेरि पनि उहाँहरूकोमा त्यस्तो नयाँपन वा परिपक्वता भन्ने चाहिँ खासै धेरै नयाँ चाहिँ केही पनि देखिएको छैन जस्तो लागिरहेको छ। हुनुपर्ने के थियो त त्यसो भने? क्लियर हुनु पर्यो, म के गर्दैछु, मैले कस्तो खालको चाहिँ मेसेज दिइरहेको छु, मैले अहिले सबैभन्दा ठुलो राष्ट्रलाई के चाहिएको छ भन्दाखेरि कुनै पनि पार्टीले परराष्ट्र नीति के बोक्छ
भन्ने कुरा चाहिँ अहिले राष्ट्रलाई चाहिएको छ कि नेपालको भू राजनीतिक जटिलतालाई हेर्ने हो र बुझ्ने हो भने यहाँ त्यसलाई कसरी हेर्छ भन्ने कुरा उहाँ सबैले भन्नुहुन्छ राष्ट्रहित सबैभन्दा माथि भनेर हामी राख्छौँ। हामी हाम्रो राष्ट्रको सार्वभौम सत्तामाथि हामी कम्प्रोमाइज गर्दैनौँ भनेर सबैले भन्न त भन्नुहुन्छ, तर के त्यो कुरा उहाँहरूले व्यवहारमै लागू गर्नुहुन्छ त? उहाँहरूले कस्तो मेसेज दिइरहनु भएको छ भन्दा जो व्यक्तिहरू चाहिँ विदेशी मुलुकका व्यक्तिहरूसँग नजिक हुनुहुन्छ वा उहाँहरूले चाहिँ भू राजनीतिक अवस्था सुधार्नका लागि चाहिँ ती राष्ट्रहरूसँग चाहिँ उहाँहरूले विभिन्न चिजमा समन्वय गर्ने भूमिका निर्वाह गरिरहनु भएको छ वा गर्न खोजिरहनु भएको छ। ती सबै व्यक्तिहरू चाहिँ तिनीहरू चाहिँ विदेशीबाट गाइडेड भइसके है भन्ने कुरा उहाँहरूले चाहिँ स्थापित गराउन खोजिरहनु भएको छ कि। अनि यो कुरा चाहिँ हाम्रो मुलुकको लागि चाहिँ धेरै खतरा हो जस्तो लाग्छ मलाई। यसरी चाहिँ मुलुक ड्राइभ हुँदैन। हामी क्लियर हुनुपर्छ। हो, हामी सबैसँग हामी समन्वय गर्छौँ, हामी हाम्रो देशको संस्कृति रीतिरिवाज, अझ हामी त इकोनोमिकल्ली हामी लिस्ट डेभलप कन्ट्रीमा पर्छौँ। लिस्ट डेभलप कन्ट्री भएको कारणले गर्दाखेरि हामीले हाम्रो नेबरिङ कन्ट्रीहरूसँग हामीले सहयोग लिनुपर्ने हुन्छ। विभिन्न ठाउँमा हामीले अनुदान लिनुपर्ने हुनसक्छ। यो कुरामा हामीले एउटा क्लियर म्याप चाहिँ के बनाउनु पर्यो भन्दा हामी कुन कुन कुरामा चाहिँ हामी कम्प्रोमाइज गर्छौँ त, कुन कुरामा चाहिँ हामी गर्दैनौँ, हामीले यो चाहिँ स्थापित दिनु भएन कि हामी यदि कुनै राष्ट्रको अनुदानै लिन्छौँ भनेदेखि चाहिँ त्यो खराब हो, यो मान्छे चाहिँ विदेशीबाट गर्नु भएन भन्ने मेरो कुरा त्यो एज म्याटरको कुरा गर्दै हुनुहुन्थ्यो। अब भू राजनीतिको कुरा पनि यहाँले जोड्नु भयो। अहिले नेपालको लागि प्रत्यक्ष प्रभावित हुने भू राजनीतिक मुलुकहरूको कुरा गरे, हाम्रो भारतको कुरा गरे जहाँ नरेन्द्र मोदी हुनुहुन्छ, उहाँ दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको अब अन्तिमतिर हुनुहुन्छ। अनि उत्तरतिर सी जिनपिङ हुनुहुन्छ, उहाँ तेस्रो कार्यकाल होला सायद होइन, उहाँले संविधानै संशोधन गरेको, त्यहाँको कानुन संशोधन गरेर तेस्रो पटक आफ्नो मुलुकको नेतृत्व गरिराख्नु भएको छ। चीन अहिले वर्ल्डमा सेकेन्ड लार्जेस्ट इकोनोमी भएको कन्ट्री हो र पहिलोको दौडमा छ। अर्को भनेको दुईटै मुलुकका कारणले नेपालमाथि दृष्टि भनेको विश्वकै सबैभन्दा शक्तिशाली मुलुक भनेको अमेरिका, जहाँ डोनाल्ड ट्रम्पले नेतृत्व गरिराख्नु भएको छ, उहाँ दोस्रो कार्यकालमा। यी तीनैजना नेता कुनै जेन्जी पनि होइनन्, कुनै आम युवा पनि होइनन्, होइन, तर मुलुकलाई ड्राइभ गरिराख्नु भएको छ। आफ्नो मुलुकलाई ड्राइभ मात्रै होइन, वेल ड्राइभ गरिराख्नु भएको छ र शक्तिशाली बनाउँदै लगिराख्नु भएको छ। भनेपछि अब हामीले एजको मात्रै कुरा गरेर झुन्डिएर हुने हो कि एजेन्डाको चाहिँ बढी फोकस गर्नुपर्ने हो? एजेन्डामै हामीले फोकस गर्ने हो। त्यही भएर त मैले अघि भने त जसले आफूले आफूलाई भनौँ न प्रधानमन्त्रीको रूपमा वा इभन पार्लियामेन्ट्रियनकै रूपमा पनि खडा गरिरहनु भएको छ। पार्लियामेन्ट भनेको को हो त भन्ने कुरा पनि बहस हुनुपर्ने जरुरी भएको छ कि यहाँनिर चाहिँ बाटो निर्माण गर्ने, ढल खनिदिने, ढल चाहिँ पुर्दिने व्यक्तिहरू चाहिँ पार्लियामेन्ट्रियन हो भन्ने भनिरहेको, विधायकहरू हो अर्थात् सांसद भनौँ न सबैले बुझ्ने भाषामा सांसद हुन् भन्ने एउटा यो भाष्य निर्माण भइरहेको छ कि। तर मलाई धेरैजना साथीहरूले पनि सोध्नुभयो, होइन, तपाईँ किन पार्लियामेन्ट्रियन इलेक्सनको लागि अगाडि बढ्नु भएन वा किन जानु भएन भनेर भनिरहनु भएको थियो। त्यो भन्दै गर्दाखेरि चाहिँ मैले के भने भन्दा जुन दिन मेरो देशको नागरिकले, मेरो क्षेत्रको व्यक्तिहरूले चाहिँ म चाहिँ कानुन निर्माण गर्नको लागि त्यहाँनिर जाने हो भन्ने कुरा म बुझाउनलाई चाहिँ म सक्छु, त्यो दिन चाहिँ म एज अ पार्लियामेन्ट्रियनको रूपमा चाहिँ आफूले आफूलाई चाहिँ खडा गर्छु होला भनेर भनिरहेको थिएँ कि। उहाँहरूले पनि के लेखिरहनु भएको छ भन्दा घोषणापत्र केही व्यक्तिहरूको पढे, होइन, हो, हामीले हाम्रो खोला नालाहरू पनि हामीले निर्माण चाहिँ गर्नुपर्ने छ, हामीले बाटोघाटो पनि हामीले बनाउनु पर्ने छ। तर त्यो बाटोघाटो बनाउनको लागि त कुन कुन कानुनहरू बाधक छन्, के कारणले गर्दाखेरि चाहिँ त्यो बाटोघाटो बन्नलाई चाहिँ ब्युरोक्रेसी सिस्टमको कारणले गर्दाखेरि हो कि के कारणले गर्दा त्यो रोकिरहेको छ त त्यसमा पो सुधार गर्ने होला नि त। म चाहिँ त्यो सुधार गर्नको लागि जान चाहन्छु भन्ने कुरा भन्नुभएको छैन के धेरैजनाले चाहिँ। त्यसो भन्दाखेरि भोट आउँदैन, सस्तो लोकप्रियता भेटिँदैन भनेर पो हो कि। अब अर्को प्रश्न चाहिँ हामीसँग समय पनि कम छ। अर्को प्रश्न के गर्न चाहे भने अब तपाईँहरूले कुन अवस्थामा चाहिँ मुलुक जानुहुन्न वा
कुनै गलत पात्रको हातमा मुलुक गयो, गलत तरिकाले ड्राइभ भयो, मुलुकको अस्तित्व सार्वभौमिकता जोखिममा पर्यो भने फेरि हामी के गर्छौँ मुलुक जोगाउनका लागि भन्ने कुरा पनि केही प्लानिङ गर्नुभएको छ? यसमा चाहिँ त्यो पनि अझै बढी महत्त्व पाटो होला नि त। हो, एकदमै यो एकदमै महत्त्वपूर्ण पाटो हो होइन। हामीले चाहिँ अहिले कसरी हेरिरहेको छौँ भन्दाखेरि धेरैजना व्यक्तिहरू भनौँ न सम्पूर्ण विभिन्न किसिमका पार्टीहरू जो हुनुहुन्छ उहाँहरू सबैजना एकदम धेरै महत्त्वकाङ्क्षी भइदिएको पनि देखिरहेको छ होइन। र अझ भनौँ घमण्ड के इगोको पोलिटिक्स भइरहेको छ अहिले चाहिँ धेरै व्यक्तिहरू बिच चाहिँ। र इगोको पोलिटिक्सले चाहिँ देशलाई चाहिँ काहीँ पनि लिएर जाँदैन। र यदि भोलि हामी काहीँ खडा भइदिएको कारणले गर्दाखेरि वा हामी ब्याक हटिदिएको कारणले गर्दाखेरि चाहिँ मुलुक निर्माण हुनलाई सजिलो हुन्छ र त्यो सहज हुन्छ भने हामी त्यो गर्नलाई तयार छौँ। तर यहाँ कतिपय राजनीतिक पात्रहरूको बिचमा त्यो पनि प्रमुख भनिएकाहरूको दलका वा भोलि सम्भावित क्यान्डिडेट हुनुहुन्छ मुलुकको प्रमुख कार्यकारी भन्ने, उहाँहरू एक अर्को प्रति निकै इगोइस्टिक देखिनु भएको छ होइन। दुईजनाको व्यक्तिगत भिडन्तका कारणले फेरि पनि मुलुकले क्षति बेहोर्नु पर्ने हो कि यो निर्वाचन पछि पनि मुलुक अशान्त नै हुने हो कि भन्ने तर्फ तपाईहरु कति सचेत हुनुहुन्छ? जेनजेहरू भनौँ न। हामी एकदम धेरै सचेत छौँ र हामीले एकदम धेरै क्लियरली हामीले के पनि भनिरहेका छौँ भन्दाखेरि हामी त्यस्तो खालको इगोको पोलिटिक्स गर्ने मान्छेहरूलाई चाहिँ एउटा केपी ओली हटाएर अर्को केपी ओली लिएर आउनको लागि चाहिँ हामीले यो निर्वाचन गराइरहेको होइन। वा हामीले चाहिँ भनौँ न 82 को 84 मा हुने निर्वाचन 82 मा गराउनु पछाडिको कारण चाहिँ कुनै आमुख व्यक्तिलाई निर्वाचन जिताउनको लागि होइन। जसरी हाम्रो साथीहरू बित्नुभयो जे कारणले गर्दाखेरि जुन जुन एजेन्डा लिएर हामीले आन्दोलन गर्यौं त्यो एजेन्डा चाहिँ हामीले संस्थागत गराउनु छ। हिजो हामीले 10 बुँदे सम्झौता गर्यौं सरकारसँग, त्यो सम्झौता चाहिँ हामीले पुरा गराउनु छ। त्यसको लागि निर्वाचन भइरहेको हो। यो नेपालको संविधानले त भनौँ न निर्वाचन यो लाई त परिकल्पना गरिरहेको छ नि त। लोकतान्त्रिक मुलुकले त जनताकै म्यान्डेटबाट आएको व्यक्तिले नै कानुन निर्माण गर्न सक्छ भन्ने नै एउटा वे आउट देखाएको छ र हामी यही संविधानलाई मान्छौं भनेदेखि त निर्वाचन अन्तिम विकल्प हो। त्यसकारणले गर्दाखेरि मुलुक निर्वाचनमा गइरहेको छ। हस्, यो महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद। धन्यवाद। हामी मिसन इलेक्सन 2082 मा छौं र आज हामीले कुराकानी गर्यौं जनादेश पार्टी नेपालका नेता जसले अहिले आफ्नो पार्टीको लागि घोषणापत्र पनि भर्खरै तयार गरेर सार्वजनिक गर्नुभएको छ र पछिल्लो जेएनजे मुभमेन्टमा पनि उहाँ एउटा नेतृत्वदायी भूमिकामा नै हुनुहुन्थ्यो र उहाँसँग समग्रमा जेएनजेहरूले चाहेको नयाँ नेपाल कस्तो हो र यो इलेक्सन पछि चाहिँ आउने नेतृत्वले मुलुक बनाउनका लागि आफ्नो तर्फबाट वा यो मुलुकको अवस्था हेरेर कुन कुन कुरालाई चाहिँ मुख्य एजेन्डाका रूपमा चाहिँ अघि सारेर कार्यान्वयनतर्फ जानुपर्ला र यदि यो निर्वाचन पछि पनि मुलुक ठिकठाक भएन, लयमा फर्किएन भने उहाँहरू कति सचेत हुनुहुन्छ त्यो आइपर्ने अवस्थाका लागि भन्ने विषयमा समेत केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। अर्को साता अर्को पात्रका साथ उपस्थित हुनेछौं। नमस्ते।